हेलो गाइस, स्वागत छ तपाईँलाई मेरो नयाँ भिडियोमा। मेरो नाम चाहिँ सुनक्स एन्ड आजको नयाँ टपिक लिएर म आइसकेको छु। टपिकको नाम चाहिँ हो डोपामिन डिटक्स। मैले चाहिँ यो चिज के हो भन्दा आई हेभ स्टार्टेड डुइङ दिस व्हेन आई वाज 17 or 16 मेबी होइन। म 16-17 वर्षको थिएँ अनि त्यति बेला म लिटरली सो एडिक्टेड टु मोबाइल है। अनि मैले चाहिँ के सोच्थेँ भन्दा सानोमा अब ट्राई गरौँ न भने जस्तो हुन्थ्यो होइन। म ट्राई गर्थेँ तर आई क्यान नट के यो एउटा यो रिजन्सहरूले चाहिँ मलाई यो मोबाइलबाट टाढा चाहिँ राख्न दिएन क्या। अनि मैले चाहिँ के मिस्टेक्स गरेँ त यो त्यति बेलाको टाइममा र अनि फेरि मैले उति बेलामा राम्रोसँग यो गरेको भए यो मिस्टेक्सहरू बुझेर यस्तो हुन्छ अनि फेरि यो हुन्छ भनेर म त्यो टाइपले बुझेर गरेको भए के हुन्थ्यो होला त। त्यही हजुरसँग नहोस्, हजुरलाई नमिलोस् त्यस्तो, मैले भोगे जस्तो भोग्न नपरोस्। मेरो एक्सपिरियन्स सेयर गर्दै म चाहिँ आजको भिडियो डोपामिन डिटक्सको बारेमा लिएर आएको छु। फर्स्ट अफ अल डोपामिन डिटक्स बारे भनेको के हो? डोपामिन डिटक्स भनेको जब अब मान्छेलाई हुन्छ नि एडिक्टेड भइसकेपछि मोबाइल गेम्स हुन्छ नि, अरू एनी काइन्ड अफ थिङ्सहरू, मोबाइलको एक्टिभिटीहरू, स्क्रिन टाइम बढिदिने होइन, त्योबाट गर्दा गर्दा लत पर्छ अनि त्यसपछि फेरि इफेक्ट गर्न लाग्छ यो डे टु डे लाइफमा हाम्रो। हामीलाई फिल हुँदैन बट त्यो चाहिँ एकदमै नराम्ररी फिल गरेर हुन्छ। अनि फेरि यो गर्दा चाहिँ मैले के फिल गरेँ भन्दा कस्तो क्या एक्कासी मैले छोडिदिएँ फ़ोन चलाउन होइन। मैले दिमागमा माइन्डमा के राखेको थिएन भन्दा अब हामीले चाहिँ त्यो डोपामिन डिटक्स गर्नको लागि 7 दिनकोबाट अब हामीले छोड्यौँ भने सोसल मिडिया एक्कासी भार पर्छ दिमागलाई। त्यो हाम्रो युज टु भएको चिज हुन्छ नि, जस्ट लाइक अब चुरोटेलाई 2 चुरोट खाने 2 प्याक चुरोट खाने मान्छेले अब आधी प्याकले हुँदैन भने जस्तो हो नि। त्यस्तै अब हाम्रो दिमागमा एउटा क्लक सेट भइसकेको हुन्छ कि जस्ट हामीले अब त्यो यति चिज गरिराखौँ, यति चिज खाइराखौँ भने त्यो ह्याबिट बनिहालेको हुन्छ। अनि त्यो पाएन भने फेरि दिमागमा अलि हाइपरटेन्सन हुन्छ नि, फेरि त्यो पुरानो हामीले जति गरेको हुन्छ नि 1-2 दिन जस्ट लाइक अब डे 1 डे 2 भयो कम्प्लिट हुन लाग्यो भनेर पछि फेरि हामी युज टु भएर फेरि त्यो पुरानो ट्र्यापमा फसिहाल्छौँ क्या। त्यही पुरानो ट्र्यापमा नफस्नको लागि म चाहिँ के भन्न चाहन्छु भन्दा होइन, आफूलाई फोकस गरेर आफ्नो मोबाइलमा के इम्पोर्टेन्स काम हुन्छ हामीले गर्ने, कोहीसँग कसैको लाइक होला फ्यामिलीसँग कुरा गर्ने, अनि कसैको होला जस्ट लाइक अब केही गेन नलेज गर्ने सेल्फ इम्प्रुभमेन्ट्स भिडियोहरू जस्ट लाइक मेरो हेर्नुभयो होइन। त्यस्तै हेरेर अब चाहिने चिजमा मात्रै फोकस गरेर होइन, सेपरेट आफ्नो टाइम लिमिट हेरेर सब बनाएर होइन, आफूलाई थाहा हुन्छ कि कुन बेलामा कति बेलामा के गर्दा फ़ोन चाहिन्छ। त्यो लिटरली हामीले फ़ोनबाट टाढा हुन सकिन्न कि, यो भनेको इट्स नेभर गोइङ टु ह्यापन बिकज टेक्नोलोजी भनेको यो दुई धारी तलवार हो। यसले मान्छे बिगार्छ पनि यसले सवार्छ पनि भने जस्तै त्यस्तो हो यो चाहिँ। हामीले राम्ररी युज गऱ्यौँ भने चक्कुले राम्रो बेनिफिट्स हुन्छ स्याउ काट्नलाई, अनि नत्र नराम्ररी युज गऱ्यौँ भने त्यसको बेफाइदा त त्यही नै हो। बट त्यसै कारणले अब हामीले चक्कुलाई नराम्रो भन्न मिल्दैन नि, त्यस्तै द्याट इज टेक्नोलोजी क्या। अनि त्यही अनुसारले चाहिँ मैले त्यो गऱ्यौँ होइन 2-3 दिन। अनि फेरि त्यो 2-3 दिनमा अब हामीले चलायो भने होइन, आफूले के निड्स चाहिन्छ होइन, त्यस्तो होइन कम्प्लिटली नछोड्ने होइन, 1-2 दिनसम्म गरिरहने। 1-2 दिनसम्म भन्दा नि त्यो लिमिटमा हो क्या। जस्तो अब पहिला 5 दिन गेम खेल्थ्यौँ भने 5 घन्टा गेम खेल्थ्यौँ भने त्यसलाई रिड्युस गरेर 4 दिन गराउने क्या। आई मिन 4 घन्टा 4 घन्टा गराउने होइन। अनि त्यही गरेर जस्ट डे बाई डे गरेर स्लोली घटाउँदै जाने क्या होइन। आफूलाई कतिको निड चाहिन्छ त्यस्तो हो। धेरै मोबाइल खेलायो भन्दैमा त मोबाइलै नछुने भन्ने नि हुँदैन नि त। कुनै बेलामा के काम पर्छ, कुनै बेलामा के काम पर्छ। अब कुनै बेलामा अब कसैलाई फ्यामिलीसँग बोल्नुपर्छ, इमर्जेन्सी पर्छ, बट त्यो चान्स अलिक कम छ। त्यही पनि यस्तो हुन्छ होइन सिचुएसन्स। त्यही भएर आफूले चाहिँ फर्स्ट चाहिँ के गर्नुपर्छ भन्दा मलाई कतिको आवर्स दिएको भए मोबाइलमा ठिक होला त होइन। अब कोहीले सुन्छ होला अब 1 घन्टा मात्र दिनमा 1 घन्टा चलाउँछु त्यसपछि हुन्छ भनेर मान्छेले दिमागमा सोच्छ, तर बट त्यस्तो हुँदैन। 1 घन्टा भन्दा हामीले बढी नै चलाउँछ, किनकि अब यता गर्दा फ़ोन चलाउँदा फ़ोन यता हान्ने उता हान्ने अनि म्यासेज गर्ने भनेर इट्स रियली इम्पोसिबल टु 1 घन्टाभन्दा 1 घन्टा जतिको चलाउनु भनेको इट्स रियली इम्पोसिबल। रियली इम्पोसिबल भन्दा नि गर्न नसकिने भन्ने होइन, गर्न सकिन्छ बट त्यो मान्छेमा डिपेन्ड हुन्छ। मान्छे अब कस्तो ठाउँमा छ, त्यसलाई कतिको मोबाइलको निड छ भनेर हुन्छ नि त। अब भर्खरको त्यो फुच्चे बच्चाहरूलाई त अब मोबाइलको निडै हुन्न नि त, तिनीहरूलाई त बाहिर गएर फुटबल खेले भइहाल्यो होइन।
फुटबल खेल्यो, लुकामारी यस्तो खेलहरू भइहाल्यो। तिनीहरूलाई फोनको निडै छैन किनकि फोनको निड हुने भनेको मान्छेहरू जोसँग काम हुन्छ होइन फोन घरिघरि यो हेलो म्यानेजर भनेर यस्तो टाइपको कुरा हुन्छ नि त युज टु आफ्नो ओरदोरो काम लाग्ने बेलामा हुन्छ नि कतिको युज गरिन्छ भनेर त्यो अनुसारले आफ्नो युज टाइम हेर्ने अनि फेरि त्यही अनुसारले युज गर्दै जाने कि जस्ट लाइक अब मैले चाहिँ पहिला सोच्थेँ कि 1 घन्टा मात्र चलाउँछु होइन त्यसपछि त्योभन्दा बढी चलाउँदिनँ तर दिमागमा के ल्याङ हुन्थ्यो भन्दा होइन मलाई फोन पनि युज गर्न पर्थ्यो क्या मम्मीलाई बजैलाई दिदीलाई कज मेरो त अब्रोड हुन्छ नि फ्यामिली त्यही भएर होइन अनि त्यही भएर मलाई फोन गर्न पर्थ्यो होइन अब 1 घन्टाको मिनिमम 1 घन्टा चलाउँछु भन्ने होइन अनि यतातिर मम्मीलाई फोन हाने होइन 30 मिनट कुरा गऱ्यो त्यसपछि उतातिर गर्दा गर्दा 1 घन्टा चलाइयो पछि यता म्यासेज गर्न पऱ्यो केही कुरा साथीलाई सोध्न पऱ्यो इमर्जेन्सी पऱ्यो अनि कहिलेकाहीँ चाहिँ अब यसको इक्जामको पेपर थियो कसरी गर्छन् भनेर सोध्न पऱ्यो जस्तो लाइक हुन्छ नि केही केही कुराहरू एक्टिभिटिजहरू मोबाइलकै थ्रुबाटै हुन्छ अनि त अब आफू पनि जान सकिँदैन नि त्यही भएर त्यही अनुसारले आफ्नो बुझ्ने होइन कतिको मोबाइल युसेज गर्छ मैले चाहिँ डेलीमा भनेको अब यस्तै फिल्म हेर्न लाग्यो भने त अब 2-3 घन्टा कहिलेकाहीँ यस्तो हो नहेर्ने भने नहेर्ने होइन त्यो हेर्ने बट लिमिटमा हेर्ने हेरेपछि पनि आफूलाई चित्त बुझाउने त्यो अझ एउटा हेर्छु एउटा फिल्म त भए 2 घन्टाको फेरि अर्को हेर्छु पार्ट 2 2 घन्टाको भए फेरि अर्को हेर्छु पार्ट 2 भन्दा पार्ट 3 भन्दा यस्तो गर्ने भने त साइकल कन्टिन्यू भइरहेको छ त्यही भएर साइकललाई तोड्नको लागि यु हेभ टु बी ह्याप्पी विथ वान मुभी भने जस्तै क्या अनि त्यही फिल्म हेरेर मेरो चाहिँ 6-7 घन्टा त मैले युज गर्छु नै फोन किनकि यो मलाई बेसिक निड नै हो क्या म 6-7 घन्टा चलाएन भने इट्स नट गोइङ टु म कनेक्ट कसरी गर्ने मान्छेहरूसँग कसरी बोल्ने सोसियल मिडिया नै त हो आजकल अब पहिला पो अब पुरानो जमानामा विदेशमा हुनेलाई मान्छेहरू बोल्थेनन् चिठी पठाउने हुन्थ्यो बट यो फ्युचर इम्प्रुभ भइरहेको नि त 21st सेन्चुरीमा मोबाइल नचलाउने कुनै पनि हुँदैन त्यही भएर दिमागमा आफूले यति यति चलाएको हेल्दी हो मलाई यो यति गरेको हुने रहेछ मैले डेली बेसिसमा यति चलाउने रहेछु भनेर त्यो क्यालकुलेट गरेन अनि फेरि गर्ने अनि त्यसमा जति जति आफूले इम्पोर्टेन्ट चिज छ त्यो फर्स्ट प्रायोरिटी राखेर तिनीहरूको टोटल आवर बनाएर नि त्यो टोटल आवर जतिको पुऱ्याउने होइन अनि फेरि 1-2 घन्टा चाहिँ फन एक्टिभिटिज के छुट्टै हुन्छ नि के गर्ने अब मोबाइलमा के कसैलाई मोबाइल खेल्ने गेम खेल्ने कसैले मुभिज हेर्ने थुप्रै हुन्छ मोबाइलमा कुराहरू त्यस्तो हुन्छ होइन आफूलाई मनपर्ने एक्टिभिटिजहरू जस्ट लाइक फेसबुक स्क्रोल गरे पनि 1-2 घन्टाको त्यो एक्स्ट्रा राख्ने फनको एक्टिभिटी राख्ने होइन अनि त्यही अनुसारले अनि फेरि मोबाइलको लाइफ चाहिँ घट्दै घट्दै जान्छ त्यही हो त्यसैको साथमा मलाई के भयो थियो भने त सुरुमा लास्टै गाह्रो हुने होइन 1 घन्टा मात्रै चलाउँछु भन्ने 1 घन्टा त के हो क्यालकुलेटरमा क्यालकुलेट गर्ने बित्तिकै स्क्रिन यतिको छोड्ने बित्तिकै 1 घन्टा हुने होइन त्यही भएर मैले के रियलाइज गरेको भन्दा इट्स नट अ गुड थिङ क्या त्यो हामीले सोचेर हुन्छ नि ओहो यस्तो गर्छु यति गर्छु हामीले सोचे जस्तो त्यो केही हुँदैन भन्दा केही हुँदैन हामीले सोचे जस्तो यति यति मिनिमम चाहिँ हामीले युज गर्छौँ भने जस्तो अनुसारको क्या जस्ट लाइक मैले त अब 5 घन्टा 4 घन्टा त मेरो यत्तिकै केही नहेरे पनि हुन्छ क्या केही नहेरे पनि मतलब अब यतिकै स्क्रोल गर्दा के गर्दा पनि 5 घन्टा हुन्छ होइन तर मैले आफूले मन चाहेको कुनै फिल्म हेर्नु पनि 2 घन्टा एक्स्ट्रा लाग्छ नि 7 घन्टा पुग्छ त्यही भएर त्यही हो लाइफमा बिजी भाउ बाहिर फ्यामिलीसँग भेट साथीहरूसँग भेट खेलकुद गरेर रमाइलो पढ आफ्नो ड्रिम्सलाई फलो गर त्यही हो आजको भिडियो प्लिज सपोर्ट गरिदिनु होला लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु मेरो च्यानललाई त्यही भन्दै म बिदा लिँदैछु ल हस्त धन्यवाद